यो घार खोटल्ने बेला अलि यस्तो पिठोमा हालेर एकदम गरम बनाइदियो भने त्यो माथि पिठोमा राखेर तातो हुने भयो भित्रसम्म हुन्छ। तातो भयो भने भित्र किनभने त्यो रानी कोष्ठो नि चाँडो तयार गर्छ। जति गर्मी भयो उति मौरीलाई घार खोटल्न पर्छ। यो घार खोटल्ने बेला अलि यस्तो पिठोमा हालेर एकदम गरम बनाइदियो भने त्यो माथि पिठोमा राखेर तातो हुने भयो भित्रसम्म हुन्छ। तातो भयो भने भित्र किनभने त्यो रानी कोष्ठो नि चाँडो तयार गर्छ। जति गर्मी भयो उति मौरीलाई घार खोटल्न पर्छ। सन्तान उत्पादन पनि बढी गर्छन्। त्यही भएर पिठोले ड्यामडुम्बै ढाकिदिनुपर्छ। राति बुझिदिनुपर्छ। अझ यहाँ त छोड्ने थिएन। यहाँ त राति यहाँ त अगाडिको मुख चाहिँ बन्द गरिदियो नि। अगाडिको मुख पुरा बन्द गर्नुपर्छ। अहिले रात परेपछि बेलुकी बन्द गरिदिने, बिहान फेरि खोलिदिने। बन्द गरिदिने, ट्याप्प बन्द गरिदिनुपर्छ। ए त्यो खोलियालै त्यस्तै राखिदिने। अब यो यसरी यो बन्द गर्ने हो भने यो यसरी राखिदिने क्या। राति यहाँ यसरी राखिदिने। यहाँ त अब सन्नी छ अहिले। अब घाम अस्ताएको यहाँ त एकदम जाडो हुन्छ। पानी आयो भने त आधा पनि गर्नु पर्ने। यस्तो पनि यहाँ यस्तो राम्रो रहनु सफल रहनु मौरी। यहाँ त अचम्म सफल हुने थिएन। अब अहिले यसलाई ढाकढुक पार्ने। अब त घाम पनि गयो। अब रात पनि गर्नु लाग्यो। अब यस्तो गरायो भने यिनीलाई ताप गरम पुग्छ भित्र। ताप गरम पुग्यो भने आनन्दले बस्ने भए बाहिरबाट ढाकिदिने। पानी आए पनि चिसो भए पनि भित्र मौरीले आफ्नो काम गर्न